यसपालिको दशैंमा ससुरालीको यात्रा यस्तो छ हो। सालेहरूको पारा कोपेङ्स पारा छ। हेरे हेरे यहाँ कुनमा नाचेको सर्ते yahoo.com यो चाहिँ मेरो बहिनी सस आमामा सालीको पारा के हो के हो होइन होले के हो यो त फर्सी नै फर्सी हो कि हो यो ओ माई गॉड व्हाट इज दिस दिस इज अ फर्सा महिलाको घरमा हुने हामी चाहिँ यसरी नै हो दशैंमा रमाइलो पाराले कपिराइट खालमा ल्या कोला थोसी कुकिल कुइल क्या थोत्र गाय पुरानो भूमिचुलेको कबाडी गायक यो भन्दा 5 वर्ष अरे ल्याङ अहिले त डबल लाइसेन्स हो केटा के हो यो चाहिँ आफ्नै बारीको बुढी हो क्या अरे आफ्नै बारी हो काँक्रो प्रेम बहादुर थापा मगाएर जानु मिल्दैन जति है यता नहीं तो ये पैसा है ब्रांडेड बनानी है यस यस तुम्हारी संग ससुराली गाउँमा हाम्रो छोरी जानु अरे यसरी देख्नुपर्छ यो चाहिँ छोरीको नि यसरी देख्नु ऊ दाँत छैन लो यो भान्जी ए जो अलि ननाङ बिलाउँदै यार ल्या बिया एक करसे जाल नराउँदै भिडियो ताथिर मिल्लो टेप जाति त मन तुम्ही ना भ्याङ हो किलो आले खाला देता बड़े ब्यांग जोबोड़े लसुंग बड़े ब्यांग ले मेरो जुवाई साहब हो जुवाई साहब हो धेरान साहब यता छ नि आइन आइन हला आइने आइन मुगे नानी जिन छोरी कहाँ आएको रे छोरी हामी कहाँ आएको रे छोरी पनि हिँड्छौ यस्तो गरी हिँड्छौ मामा घरमा पानी सिमसिम छ बिस्तारै हिँड्न छोरी पानी सिमसिम परेछ सबैजना उ यसरी तल्लो घर मास्लो घर सबै झिलिमिली बिस्तारै छोरी पास यस्तो पो छ कति आनन्द प्राकृतिक रूपमा सुसम्पन्न आनन्द साँझ पखतिरको यो नजारा एकदमै राम्रो देखिने नजारा
यहाँ चाहिँ मालाको बिरुवाहरू राखेको रहेछ। यो चाहिँ मालाको बिरुवाहरू यसरी राख्दो रहेछ। बुद्ध चित्त मालाको बिरुवाहरू चाहिँ यसरी राखेको रहेछ। यो चाहिँ नारायण थान देख्ने ठाउँ हो। यो यहाँबाट आजको एकदम राम्रो दृश्यहरू कैद भएर आएको छ। itu चाहिँ तरकारी पकाउने त्यो गर्दैछ। ठुलो वर्षात पछिको यात्रा अब सुरु गर्दैछौँ हामी। यहाँदेखि ससुराली गाउँ पेप्रा राजावास हुँदै हामी 482 सम्मको यात्रा आज तयार गर्नेछौँ। हो कि होइन छोरी? हामी कहाँ जाँदैछ रे? गाउँ जाँदैछ। मामा घरबाट गाउँ जाँदैछ होइन? लु जाऊ। अब बाउ छोरी यसरी हिँड्दैछ र हामी चाहिँ बाटो हेर्दैछौँ। अब उता मेरो घरमा जाने भनेको, तर यहाँनिर चाहिँ थलथली रहेछ। यहाँनिर कहाँनिर गाड्छ भने मलाई थाहा छैन है। यस्तो छ साथीहरू होइन यसरी। अनि यतापट्टि परिवारहरू पनि पुर्याउन आउँदैछ र हामी चाहिँ यसरी जाँदैछ। तर अघिको गाह्रो बाटो थियो, त्यो भएर मैले भ्लग बनाएन। अब करिब करिब मटर बाटोहरू त सब बगाइसकेको छ। अनि फेरि मैले यता मार्केटलाई टिप्स किनेको थियो आज गाउँ जाने। सबैजना फ्ल्यामीहरू पछाडि छ, हामीहरू अगाडि छौँ। अब हामीहरू सिधा सिधा जाने खोला बाटो। ल अब चाहिँ हामी खोलामा आइपुग्यो होइन छोरी? ऊ त्यहाँ झर्ना पनि रहेछ होइन? अब त्यो त तपाईँहरूलाई कुन कुन ठाउँमा के हुँदैछ त्यो म देखाउने छु। यो सानो खोलामा आइपुग्यो। हिजोको भन्दा चाहिँ आज एकदमै मौसम खुलेको छ तपाईँको। यहाँ हेर्नुहोस् यति राम्रो भएको छ, बारीहरू यस्तो भएको छ र हामी चाहिँ यसरी हिँड्दैछौँ साथीहरू। गाउँठाउँ हो, यस्तै हो साथी हो। नजर यस्तो राम्रो छ मौसम आज। हिजो बेलाको त डरै लागेको थियो है तपाईँको, यस्तो गाह्रो भयो। अनि यो मेरो छोरी बोल्ने भन्छ। अनि यहाँबाट यस्तो नजारा हामी देख्छ र यसरी हामी यस्तो गाह्रो बाटो छ। यो बाटो हामी यसरी हिँड्दैछ र यहाँबाट यस्तो झर्ना पनि छ, यस्तो राम्रो झर्छ। तर यहाँ ढुङ्गा पनि आउन सक्छ, त्यो भएर हामी धेरै समय रोक्दैनौँ र हामी जति सक्दो छिटो हामी यहाँबाट छिटो हिँड्नुपर्छ। यहाँबाट चाहिँ यस्तो नजारा छ, यस्तो राम्रो छ। छोरीको ढिप्पी कस्तो आछम्म। लु वा मेरो जुत्तो गयो। ल हामी यो चाहिँ क्रस गरिसकेको छ र यो झर्ना यस्तो राम्रो छ। छोरी छिटो हिँड्न। हिमाल पनि देख्ने रहेछ, यस्तो राम्रो हिमाल देख्ने। आहा हिमाल पनि दामी देख्ने यहाँबाट। ओइ सरी के भयो? यस्तो राम्रो आजको मौसम खुलेको छ साथी हो। सायद मलाई यस्तो हुन्छ भनेको चाहिँ खासै आशै थिएन, तर यत्तिको मौसम खुल्यो धेरै खुसी। आज बाउ छोरी नै यसरी हिँडेर गइरहेछ होइन छोरी? यता हेर त, हो कि होइन? कस्तो लागेर छोरीलाई? दामी होइन? हामी यस्तो छ। मैले जहाँसम्म भ्याउँछ त्यहाँसम्म खिच्छु, किनभने मेरो मोबाइलको ब्याट्री पनि सिद्धिन्छ।
उदेखि चाहिँ तपाईँको हिजोदेखि चाहिँ बत्ती लाइन पनि आएको छैन ब्याट्री लो भनिसक्यो फेरि त्यो झर्ना हामी क्रस गरेर फेरि यता आएको छ साथी हो र हामी यस्तो यति आनन्दको नजारा सायद कसैले पनि देखाएको छैन होला यस्तो आनन्दको सो ब्युटिफुल आहा हो यो छोरी कस्तो छ ल भन्न राम्रो हैन अनि कुनै कुनै ठाउँमा चाहिँ यस्तो यस्तो पहिरो पनि गएको रहेछ हामी यसरी हिँड्दैछौँ र घाम लागेको छ अहिले त आनन्दले सायद हिजो यस्तो अवस्था आज नहोला कामना गरौँ सबै ठाउँ यस्तै बासिने लट्ने फुट्ने यस्तो भएर छ सबै रोडको अब हिजो चाहिँ यो सबै तपाईँको गाडी गुड्ने ठाउँ हो तर आज चाहिँ सबै माथिको उयोहरू तल झरेको छ त्यो भएर चाहिँ रोडमा त यस्तो पानी बोकिरहेछ तर जे जस्तै भयो भने यहाँबाट हेर्ने हिमालको नजर चाहिँ धेरै राम्रो खै माया चाहिँ तपाईँ माया तर साथीहरू यहाँबाट हिमालको भ्यूहरू पनि धेरै राम्रो देखिरहेछ यस्तो राम्रो छ यो हिमाल आहा गौरी शङ्कर हिमाल यस्तो राम्रो छ यो हिमालको नजर आहा मनै लोभ्यो भने तर यस्तो गरेर गएको छ सबै भत्किएको छ हामीलाई यस्तो अलि गरी सुरक्षित भएर हिँड्नुपर्छ आहा हिमालमा दामी लाने यार आहा गाउँ घरको गोठ माथिबाट पनि यसरी आएको रहेछ तर मकै पाक्न लाग्यो मकैलाई यस्तो गरी लगिदिएछ पहिरोले यस्तो नरमाइलो लाग्यो हजुर ओके लेट्स गो सरी जाउँ काग्रो पो रहेछ त्यहाँ अब हामी उता जाँदैछौँ बारीमा मकै यस्तो हुन्छ दसैँ तिहारको बेलामा आनन्द लाग्छ गाउँघरको यस्तै हो योभन्दा राम्रो त के चाहिएर जिन्दगीमा आहा यस्तो राम्रो नजर यस्तो राम्रो मौसम यसरी नै हिँड्ने छोरीले नक्सा कोर्दैछ के कोर्या हो कसलाई कोर्या हो यसले लजाउँ भयो लजाउँ धेरै दुःख गर्छ छोरीले पनि त्यस मान्छेले थाहा हुनु पर्यो होइन त कहाँ जाने भन्ने कुरो थाहा हुनु पर्यो होइन त अहिले दौड लु म पनि दौडेँ अब फेरि पानी पर्लो जस्तो भयो अब त बिस्तारै हामी आइपुग्न लागेको छ त्यहाँ माथि त्यहाँदेखि ओह्रालो ओह्रालो छ अब हामी करिब करिब अब यो डाँडा अघिको राजावास डाँडा छोडेर हामी तलतिर लाग्दैछ यस्तो हुसु लागिरहेछ भए पनि एकदम रमाइलो भएर छ यहाँदेखि तलतिर कुनै भए पनि पहाडै भएपछि मनै आनन्द लाग्ने हेर्नुहोस् यो नजर यस्तो राम्रो छ प्राकृतिक रूपमा एकदम दामी यो राजावास भन्ने ठाउँ हो र यो चाहिँ राजावासको स्कुल यहाँदेखि माथितिर भूमिचुली अनि यहाँदेखि खोइ यो समथिङ खोइ के हो यो यहाँतिर त मलाई नाम थाहा भएन तर हेर्ने चाहिँ दामी दामी यस्तो राम्रो छ यो ठाउँ सायद यो ठाउँहरू धेरै राम्रो भएर होला सबै मान्छेहरूको मन पनि सफा आनन्द गाउँ भनेको यो हो यति राम्रो छ कि सायद
यतिको राम्रो मौसम आज खुल्छ भन्ने मैले सोचेकै थिएन तर खुल्यो। डाँडा राजवास भन्ने ठाउँ हो। यहाँबाट चाहिँ यो चाहिँ एन डिस्ट्रिक्टको टावर हो। यहाँबाट हामी आइपुग्यौँ। सिस्नु छोरीलाई ज्याम्मा सिस्नु पोल्ला नि फेरि। र हामी चाहिँ यहाँबाट चाहिँ बिस्तारै अब चाहिँ ओह्रालो लाग्छौँ। अब यहाँदेखि मन्दिर चाहिँ हिमाल चाहिँ सम्झिने पानी छम्किने तिम्रो बाटो छ। यहाँबाट सिधै मासतिर भूमिचुली, यहाँदेखि तलतिर चाहिँ नार्गे 400 नेपाल थोक जाने बाटो हो। यस्तो छ नजारा यहाँबाट चाहिँ सर्लक्क। यस्तो राम्रो लु जाउँ है साथी हो अब त डुन्ठुङ। अब हामी माथि डाँडा पेप्रोबाट हिँडेको राजवासबाट हिँडेर हामी तल नार्गेको माथि आइपुगिसकेको छ। यस्तो छ यहाँ आइपुगेपछिको सिनहरू। यो चाहिँ गिम्ती माथि नारायणथान अनि यतापट्टि थिरुवाल कोकम पिन्थली। त्यहाँबाट हामी चाहिँ यस्तो जङ्गलको बिचमा अब यहाँबाट हामी बिस्तारै यसरी नार्गे जाने हो। बल्ल हामी चाहिँ सारारा नार्गे बजार आइपुग्यो। अनि यो चाहिँ मेन रोसी खोला हो। पोहोर परार बगाएको यहाँ हो घरहरू। अब यस्तो हुँदैछ आज पनि फेरि। हिजो बेलुकाको ठुलो पानी परेपछि चाहिँ यसरी आएको छ सर्लक्कै। अब तल पुगेपछि म राम्रोसँग खिचेर हाल्छु। आमा छोरी यता सबले तेरे थाकेर एकदम निराश हौ। साथीहरू गाउँको बाटो यसरी हिँड्नुपर्छ। घाँस काटेर यसरी राख्छ हाम्रो गाउँतिर। हामी यसरी हिँड्छ होइन त पासाङ? हामी कसरी हिँड्छ रे गाउँको बाटो? भ्लगमा बोल्नु है छोरी। अब बोक्छौ है, बाबाले बोक्छ। अब यस्तो छ यो तलतिर यो पिन्थली गाउँ हो। यहाँदेखि मास्तिर यस्तो छ। यहाँदेखि सारा यस्तो राम्रो ठाउँ। मेरो छोरी क्युट छ। वा 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 हिँड्छ यो पनि ल्यान्ट्याङ हिँड्छ यो। अनि यो किर्तास भन्ने ठाउँ। त्यहाँबाट यो माथि हो हार्प चौक यो नारायणथान। अनि योहरू के छ रे छोरी? यहाँतिर चाहिँ रोसी खोला छ। अब ठ्याक्कै आइपुग्यो हामी। ल जाऊ। अविरल वर्षपछिको रोसी खोलाको अवस्था यस्तो छ ताजा अवस्था। अहिले बेलुकाको 5 बजिसकेको छ। हामी यसरी हिँड्दैछ खोलाको किनार। आमा छोरी यता। छोरी कस्तो लागिरहेछ? दामी। यसपालिको दसैँ कस्तो भयो? ल खोला कस्तो लाग्यो? सबै राम्रो। मेरो छोरीले सबै राम्रो। रोसी खोला यति ठुलो आयो कि अचम्मै ठुलो आयो। सोच्दैन यो 50% घटेको भन्छ आज। म त भर्खर आइपुगेको। बिहानको उसमा नै धेरै ठुलो थियो अरे यो तपाईँको। ए हो छोरी हामी त्यो पुलबाट जानुपर्छ। अब बाटो पनि त्यहाँ माथि टुटफुट भएको छ अरे। त्यो भएर हामी चाहिँ उताबाट घुमेर जानुपर्छ। अब तलबाट नगएर कामै छैन। रात तल पुल आपर्छ नि त खालमा टेम्पो भर्जीमा ल्याऊ त्यो पुल। उल्लु खालि मिसाउनु। खोला पनि के साह्रो बौलाएको हो।
रुसी खोलामा यहाँ हामी खाना धोँदा थाहा होला ऊ तँदो रिकार्ने त हात ल्याउ छोरी लेखेर त्यसरी फ्रिजमा खोलाको छेउ आइपुग्यो अब हामी अब रोड यहाँ छ गाडी छैन सबै ठाउँ बिग्रेको छ यो बिबी हाइवेको रोड हो आए टाउको कस्तो डेन्जर डुब्यो मेरो हामी को छ जम्मा मान्छेको नाममा तल हेरे पनि माथि हेरे पनि हामी तीनजना बाहेक अरू कोही छैन यस्तो बिपी हाइवे एकदम व्यस्त ठाउँमा हो हो छोरी लेन्थेङ हिँड्ने छ के गर्छ खोला बढ्दैछ के हो यार यत्रो लुटुनु यत्रो काठ हाल्नु रहेछ त यार लु अबलाई आजलाई यो भ्लग म इन गर्छु ओके बाई बाई भन्छ अरे अब भ्लग ऐन छोरी बाई बाई भन् अब हामी यहाँबाट सिधै हामी उता जाने भनेको खोला त बढ्दै पो छ त हौ यसरी हिँड्दै जाने हो र हामी त्यहाँ आउँदै गरेको मान्छेहरू सोध्छु त्यहाँ माथि यस्तो छ बेलुकाको 6:30 बजेको यो दृश्य हो यहाँ माथि तोङसमगुन्डा घेलङ पहाड सबै छ यो माथि बत्ती बलिरहेको ठाउँमा घुरेम बर्जेको स्याप भएको रोसी खोलाको अवस्था यस्तो छ यो घुम्दै सबै यस्तो आनन्दको दृश्य देखिरहेछ तर यहाँ धेरै अँध्यारो भइसक्यो तर यो क्यामेराले धेरै उज्यालो दिइरहेछ रोसी खोलाको बाफ एकदम बढेको अवस्था छ बेलुकाको 6:30 बजिसक्यो सबै माग्दै अरे एक लिएर जो चुरा मुक्ने यार आइफोन अन्त